घरबेटीले जे भन्यो त्यही मान्नु पर्ने रे तेरो बाउ घर हो यहाँ मलाई भन्थे नि माथि पनि कस्तो जग्गा क्लब जानुपर्छ रे उनीहरूलाई हुँदैन रेस्टुरेन्ट जाउँ न त ल होइन दिउँसो त पार्टी हुँदैन राति हो भन्छ बेलुका हानिदिएको ट्याक्सी 500 लग्यो अनि 10,000 को बियर खाएको हामी कति 5 जना थियो कि 6 जनाले 10,000 को बियर खायो हेलो भनेपछि यता चाहिँ मिल्यो त तपाईँलाई रुम अनि हजुर यता चाहिँ रुम मिल्यो त तपाईँलाई त्यही त यहाँ भाइहरू बसेर त 3 जना हजुर अनि अब गाउँ जाने रे नबस्ने रे पुरै मिलेन रे 3 जनाको अनि दुईटा कुराको 10,000 छ अनि हामी 2 जना बस्ने भनेको अनि त्यहाँ भाइहरूसँग कुरा गर्न आएको थियौँ अब 2-3 दिनपछि हामी पनि गाउँ जान्छौँ अनि आउनु भनेको क्या यता के गर्नुहुन्छ पढ्नुहुन्छ हो पढ्दै हुनुहुन्छ हो होइन मैले त पढाइसकेको छु त अर्को पछाडि आउने चाहिँ पढ्दै भन्नाले 12 मा हो इक्जाम दिन मात्रै जाने हो यो मासाले मिस कल मात्रै आन्छ फोन गर्दा उठाउँदैन घर चाहिँ कता हो नि तपाईँहरूको हाम्रो सिन्धुली कता सिन्धुली भिमान हो अलिकति ठाउँ फरक परेछ तपाईँ र मेरो तपाईँ यहाँ आउनुभन्दा अगाडि गएको मेला लागेको थियो नि त अस्ति कोटेश्वर त राम्रो छ है नजारा यतातिरको हजुर कोटेश्वरको भ्यूहरू राम्रो छ यतातिर यतातिर राम्रो छ अब रुमहरू चाहिँ उताभन्दा महँगो होला यता उता नि महँगो छ हिजो 8,000 को रुम हेर्न गएको सानो रुम बरु हाम्रो अहिलेको बाथरुम त्यो भन्दा ठुलो हौ अहिले बसिरहेको रुमको 5,000 होइन रुम यति ठुलो छ कि 5,000 त्यही त उता हेर्न गएको 8,000 को रुम त्यो हाम्रो बाथरुम जत्रै होला त्यस्तो रुममा बस्छ त्यही भनेर रुम छोडेर नउस गरिकन आइदियो यता घरबेटीले जे भन्यो त्यही मान्नु पर्ने रे तेरो बाउ घर हो यहाँ मलाई भन्थे नि पैसा तिरिसकेछ आफू बसिन्जेल त आफ्नै हो नि अनि अलिअलि जे भए पनि अब केटीहरू बसेपछि अलिअलि त हल्ला भइहाल्छ नि होइन को आउँछ साथीहरू आउनु सक्छ अनि साथीहरू आउन पाउँ त हल्ला गर्न पाउनु बोल्न नपाउनु अब कतातिर हेर्नु भएको थियो अनि चाहिँदैन भनेको चाहिँ चाबेल के अरे नामै बिर्सेँ मैले साह्रो मेरो भेटेको रुम चाहिँ राम्रो थिएन अलिक त्यही भएर भिमान भनेपछि तपाईँहरू के हो तपाईँहरू तामाङ हो कि म तामाङ हौ त पछाडिको माझी कुन तामाङ हो तपाईँ म मोक्तान चिया यता काम गर्दै हुनुहुन्छ होला त्यसो भए होइन काम गरेन मैले काम गर्ने चाहिँ भनेर आएको काम गरेको होइन यतिकै बस्यो आएको 3-4 महिना भइसक्यो यतिकै बसिरहेको छु अरे पढाइ चाहिँ छोडिदिनु भयो तपाईँले पढाइ क्लियर भइसक्यो मेरो चाहिँ त्यसको चाहिँ अब यो वर्ष हुन्छ होला +2 सक्यो तपाईँको मेरो सक्यो ब्याचलर पढ्नु पर्ने नि त ब्याचलरमा 1-2 वर्ष त लस हुन्छ ब्याचलर पढ्दा बरु म त त्यति बेलासम्म केही न केही त गरिसक्छु ल 4-5 वर्षसम्म ब्याचलर पढ्नु हुन्छ नि 4-5 वर्ष लस हुन्छ नि त त्यतिकै त्यही पढ्दै बरु केही गरौँ भन्नुहुन्छ अब के चाहिँ गरौँ भने अहिले केही गर्ने वातावरण नै छैन केही गर्छु भने हिँडेको मान्छे अब बिहे गर्ने पनि काम नगर भन्छ मलाई चाहिँ पनि यसो आफ्नो मन के गरौँ कि भन्ने जस्तो लागेर गर्नु पर्यो भनेको झ्याउ लगाइरहेको कहिले के हुन्छ कहिले के उता कलेज चाहिँ भिमानमा पढ्नुभयो कि सिन्धुली म कलेज भिमान नै पढेँ सिन्धुली पढ्ने भने थिएँ त्यहाँ आन्टी हुनुहुन्छ आन्टीसँग बसेर पढ्ने भने चाहिँ आन्टी विदेश गयो आन्टी बसेर पढ्न भन्थ्यो अनि एक्लै के बन्नु जस्तो लागेर नपढेको सिन्धुली भिमानतिरै पढ्यो साथीहरूसँग बसेर भिमानतिर त गर्मी होला अहिले भिमानतिर त गर्मी होला अहिले राम्रो गर्मीले त पुरै छोड्यो जाडोमा त्यस्तै जाडो गर्मीमा त्यस्तै गर्मी सिन्धुली त गर्मी हुन्छ सिन्धुलीमा जस्तो गर्मी त कहाँ होला र भन्छु म त सिन्धुलीमा त्यो हावा आउने ठाउँ अलि छैन नि त त्यो भएर हो क्या गाउँतिर घर हुनेहरूको त जे भए पनि त्यो जङ्गलहरूले गर्दा हावा आउँछ त्यो सिन्धुली बजारमा त के गरी चाहिँ हावा आओस् र है राम्रो गर्नु त अस्ति चाहिँ सिन्धुलीको त तल शनिबार बजार लाग्छ नि बस पार्कमा त्यहाँ गएको थियौँ राम्रो
पानी पऱ्यो त्यो पानी परिरहेको थियो पढ्न तर गर्नु पनि भइरहेको थियो पानी परेर हिलो थियो बल्ल बल्ल निक्लेको ठिक्कल चाहिँ को जानुभयो नि ए त्यो त साथीहरू सबजना गएको थियो ए टन्नै जानुभएको थियो क्या हो त्यस्तै थियो होला 6-7 जना थियो ए त्योभन्दा अगाडि चाहिँ होलीको बेलामा गएको थिएँ ए म त त्यो बाटो जानै सक्दिनँ हिँड्नै सक्दिनँ कस्तो बबालसँग गएको गाडीमा जानुभयो होला नि त माथिसम्म त हजुर गाडीमा जानुभयो होला नि त माथिसम्म त अस्ति चाहिँ गाडीमा गएको अस्ति जाँदा चाहिँ हिँडेरै गएको क्या सबजना साथीहरू हिँड्दै जाउँ न गफ गर्दै भन्यो ल न त ल भनेर भन्यो लास्टमा बाटोमा पुगेपछि बस्दै बल्ल बल्ल पुगेको कहाँबाट हिँडेर जानुभयो तपाईँहरू हजुर कहाँबाट हिँडेर जानुभयो हामी सिन्धुलीमा बस्थ्यो क्या त्यहाँ के अरे यो उस स्कुल छ त यहाँ के भन्दा नि त्यो ट्राफिकभन्दा तल के अरे स्कुलमा त्यतातिर बस्थ्यौँ हामी अनि त्यहाँको बहिनीहरू पनि गएको थियो क्या 11-12 पढ्ने बहिनीहरू पनि गएको थियो हामीसँग ए त्यहीँबाट गएको थियौँ उहाँसम्म त गाडीमा गएको त्यहाँ अलिक उता उयसतिर हिँड्दै गएको थियौँ ए तर हिँड्दै जाँदा नि रमाइलो हुन्छ साथी गफ गर्दै गएपछि बाटो टन्नै छ नि त उकालो त्यही हो आम्बेरी उकालो चढ्नु हुँदैन रहेछ आशै बढेर आउँछ तपाईँहरू यता बस्ने तपाईँहरूको यता भिमानमै हो भने त तलै होला तपाईँहरूको तल भन्नाले तलै हो उयो अहिले यो मसँग हिँड्ने त्यसको चाहिँ चोकमा मतलब त्यो भिमानको पेट्रोल पम्प छ नि हजुर फर्स्ट पेट्रोल पम्प आउँछ नि हजुर हो त्यो पेट्रोल पम्पको सिधा खाएको हो ए अलिक भिन्नु अलिक तल ए बटन चौरीतिर भन्नु के भनेपछि तपाईँको चाहिँ उता के भन्छ त्यो कटारी जाने बाटो छ नि त्यतापट्टि त्यो रानीबास नपुगी हो कि हो रानीबासै भन्छ माथिल्लो रानीबास होला माथिल्लो रानीबास ए त्यता त उत्पात गर्मी हुन्छ नि खासमा हामी चाबेलको लोकेसन हालेर चाबेलबाट अर्कै बसमा जाउँ न त भनेर चाहिँ फेरि होइन उहीँकै हानिदिउँ सिधै घरकै किन अहिले यताउति गइबस्नु भनेर हानिदिएको घरि के भन्छ घरि के भन्छ ए खराब गर्छ चाबेलबाट फेरि चुनीखेलको अर्को चढ्नु पऱ्यो नि त चाबेलबाट बस गएको गर्थ्यो नि त हाम्रो त अन्य टाइम बस गएको गर्छ क्या बिहानदेखि रातिको 8-9 बजीसम्म बस गएको गर्छ जान्छ त्यहाँ त हिजो पनि बसमै आएको थियौँ हामी ए चुनीखेल त गइरहन्छ त्यताबाट बसहरू चुनीखेल भन्दाखेरि त्यही भद्रकाली मन्दिरसम्म ए भर्खर चोकमा आइपुग्नु भयो अरे तपाईँहरू के साथी नै हो साथी हो हामी हाम्रो ग्रुपको साथीहरू हो हजुर साथी नै परेको त भने साथी हाम्रो ग्रुपमा टन्नै छ 50-60 जना जति छ अनि साथीहरू भेटिरहेको हुन्छ एक दिनको कति हुन्छ है यो याङ्गो गरेर याङ्गो गरेर पहिले त राम्रै इन्कम हुन्थ्यो अहिले चाहिँ त्यही हो 2000-3000 हेरी धेरै भएर होला है धेरै छ नि त अहिले धेरै छ अनि अहिले यो साउने गतेबाट ट्याक्स 5% तिर्नुपर्छ नि त सरकारलाई त्यो भएको भएर अलिकति गाह्रो छ अहिले धेरै छ नि राइडरहरू 50,000 भन्दा बढी छ काठमाडौँमा कम्पिटिसन छ एपहरूको कम्पिटिसन छ अहिले एपै 6-7 वटा छ धेरै छ त अहिले काठमाडौँमा सुरुमा त टन्नै कमाउने मान्छेहरूले 2-3 लाखै पनि कमाउँथे महिनामा साथी पनि काम गर्नुहुन्न ए बस्ने मात्रै हो पहिला त्यसले चाहिँ काम गर्थ्यो ए रिभर साइड स्पोर्ट क्याफेनिर ए छोड्दैछ ए काठमाडौँमा काम पाउनु पनि फेरि गाह्रै छ नि त भनेपछि राम्रो काम पाउनु भन्ने जस्तो काम पनि नपाउने अनि भने जस्तो स्यालेरी पनि पाउँदैन नि त त्यही स्यालेरीमा चित्त बुझ्दैन क्या स्यालेरीहरू हुँदैन अनि मैले पनि पहिला त्यहाँ क्याफमा काम गरेको थिएँ त्यही मैले त उता रेस्टुरेन्टमा काम बुढा नीलकण्ठको रेस्टुरेन्टमा काम गरेको थियो अन्त ठिकै थियो म गाउँ जानु पऱ्यो क्या त्यति बेला अनि काम छोडेरै गएको म फेरि गाउँ ए गाउँ गएपछि म 1:30
महिनापछि आयो क्या मम्मी आउँदै थियो विदेशबाट ए त्यही भएर गाउँ गएको म अनि मम्मी विदेशबाट आएर फेरि यता आएको ए तपाईँ पनि विदेशै जाने हो कि क्या हो नजानु हुने म त विदेश जान्न मलाई विदेश जानै मन छैन हो किन विदेश भनेपछि त मनै मान्छेहरू कोरिया जापाने भन्छन् तपाईँलाई मनै लागेको छैन क्या गइहालेको छु भने पनि बरु खाडी नै जान्छु म तर खाडी पनि त्यो विदेश भने चाहिँ मलाई जानै छैन तर गइहाल्यो भने चाहिँ खाडी नै जान्छु भनिसक्यो ए अहिले बेलै भएको छैन नि तपाईँको उमेर कति भयो र 20 जति भयो होला त्यस्तै त +2 गर्ने मान्छेहरू त्यस्तै उमेर त हुन्छ 20 पनि पुरा भएन अब यो महिना पछिको भदौ 1 गते चाहिँ 20 पुरा हुन्छ ए बर्थडे आइसक्यो काम गरे छैन बर्थडे आइसकेछ त अनि साथीहरू टन्ने हुन् फेरि आमा जब केही हुँदैन नि तब त सम्झिँदैन साथीहरू जब बर्थडे आउँछ तब हो साथीहरू त राम नभएको साथीहरू निक्लिन्छन् कताबाट कहिलेको साथीहरू भएपछि त्यही त हो नि कम्ता साथीहरू छ त पार्टी चाहियो भन्छ कहाँबाट पार्टी ल्याएर दिनु मैले पार्टी त खोजिहाल्छ नि साथीहरूको जसको भयो भने त्यो अब उनीहरूले नखोज्यो भने जिस्क्याएर भयो भने भनिहाल्छ होइन कि कुनै साथीहरू फेरि चाहियो भने चाहिँ फेरि पार्टी पनि कस्तो जग्गामा क्लब जानुपर्छ अरे उनीहरूलाई हुँदैन रेस्टुरेन्ट जाउँ न त ल होइन दिउँसो त पार्टी हुँदैन राति हो भन्छ ए क्लब नै जानुपर्ने क्लबै जानुपर्ने रे ए क्लबमा गइसकेपछि भने जान्छ 20-30 हजार अस्ति त्यति गएको हामी क्लबमा खासा चुनी खेल हामी वर्ल्ड कप हेर्न गएको अनि वर्ल्ड कप भएन पानी परेर अनि तल घरको लोकेसन हानेको आएन क्या लोकेसनमा हानेको कुनै बाइक ल्याएको गरेन अनि हाम्रो पालो 3जना केटी थियो यताबाट 3जना गएको उता चाबेलमा थियो चाबेलको हानिदिएको ट्याक्सी 500 लग्यो अनि 10,000 को बियर खाएको हामी कति 5जना थियो कि 6जनाले 10,000 को बियर खायो त्यहाँदेखि सकियो 10,000 अनि फेरि बिहान फेरि केटीहरूलाई चिया खाइ नहुने बिहान उठेपछि चाबेलमा बसेको थियो कि हामी त्यहाँ दाइको होटल छ त्यहीँ गएर बसेको अनि भोलि बिहान उठेर चिया खाना जम मान्छे उठ्न पाएन चिया खाना जम फेरि उठेर चिया खाना गयो चिया मात्रै खाए त हुन्थ्यो नि घरि के खान्छ यो अहिले मसँग आउँछ त झन् घरि के खान्छ केही देख्नु हुँदैन त्यसलाई त यो पनि किन्दै त्यो पनि किन्दै यो पनि किन्दै सब किन्दै हुन्छ हिजो 5,000 पैसा लिएर गएको अहिले छैन पैसा त्यो पैसा नि त्यो पार्लरमा उस किन्न पसेको यो किन्दै भन्छे घरि त्यो किन्दै भन्छे यत्तिकै सक्यो 5,000 पैसा हिजो 5,000 दिएको दाइले यो 5,000 हिजै सक्यो बेलुकै सक्यो अनि अघि बिहान 5,000 हालिदिनु भनेको यहीँ आइज घर आउनुलाई होइन भन्थ्यो घर आउनु लागेको भनेको ल म यहीँ होटेलमा हुन्छु यहीँ आइज भनेर भन्दै थियो ल ए तपाईँहरूको दाइको चाहिँ होटेल छ यता दाइको होटल होइन क्या दाइ त काम नगरी पनि दाइलाई पैसा आउँछ कसरी आउँछ भनेपछि त तपाईँलाई त आनन्दै रहेछ पैसा माग्दा पाइहाल्ने त आनन्दै त्यही त नि काम पनि गर्नु पऱ्यो नि यतिको लग्जरी लाइफ लिएर बसेको छु म काठमाडौँमा अरूलाई यहाँ कम त गाह्रो छैन अरूलाई घाममा काम गर्नुपर्छ घाममा हिँड्नुपर्छ कहाँ डुल्न मन लाग्छ डुल्न पनि साथीहरूसँगै होला यो र म सँगै हो क्या यो र म सँगै बस्छु रुममा अनि मलाई त मन पर्दैन म त्यही पनि खाँदैन त्यो त ज्यान जाला खाँदिनँ घरको कान्छी छोरी भयो भन्दैमा बिग्रिनु पनि भएन ए कान्छी छोरी हो तपाईँ कान्छी छोरी हो बाबाले पनि फेरि पुलाएर नि राखेको छ क्या मलाई चाहिँ घरबाट पनि आउने होला पैसा घरबाट तर घरबाट माग्न मन लाग्दैन मलाई पैसा ठुलो भयो जस्तो फिल हुन्छ क्या ठुलो हुँदैछ त के माग्न पैसा अनि बाबा मलाई जस्तो हुन्छ अनि अस्ति घरकोले पैसा छ भने हाल्दैन भन्छ काम त गरेको थिएन मैले अनि दाइलाई घरमा पैसा हाल्दै भने पैसा खायो भने दिन्न भनेको 10,000 दियो 7,500 हालेर सब सक्यो राखेको सक्यो 10,000 नै हाल्यो तलमा अरू पैसा दिन्छु भन्थ्यो ल भन्थ्यो भन्न चाहिँ तर 7,500 मात्रै नि हाल्थ्यो घरमा भन्न त 6,000 हाल्दै भन्छ मान्छे अलि भागोला हाल्दै हालौँ न भनेर हालिदिएको दाइले झन् 10,000 नै हाल्दै भनेर होस् भनेर छोडिदिएको